त्यहाँ के हुन्छ, नाच गाना उत्सव हुन्छ त्यहाँनिर, उत्सव दिम्पो लात भन्दै के भन्दै यस्तो उल्टो पाल्टो शब्दहरू गरेर पनि गाउँथे अरे। अब केटाहरूको साइडको कुरा हो नि त त्यो होइन। पछि त लाग्थे अब एउटा राम्रो ह्यान्डसम केटा अनि एउटा ब्युटिफुल केटी अनि उनीहरू एउटा सँगै नजिक भए त्यो प्रेम होइन। मान्छेको कन्सेप्टमा चाहिँ एट्र्याक्सन हुने बित्तिकै प्रेम हो भनेर बुझिदो रहेछ। त्यो चाहिँ गलत हो। गर्मीलाई फ्यान हजुर, जाडोलाई हिटर, तिम्रो मेरो ज्यानको दूरी किन 100 मिटर, एक एक जोडे दुई आखिर कुरो, एक एक जोडे दुई आखिर कुरो। मनिषाजी, हजुरलाई सपनामा कतिको विश्वास लाग्छ? सपनाका कुराहरूमा सपनामा म त्यति धेरै सपना, सुतेको सपना भन्नुभएको कि उठेको? दुईवटा सपना हुन्छ नि त, एउटा उठेर देखिन्छ, एउटा सुतेर देखिन्छ होइन। जस्तै अब ड्रिम भन्ने बित्तिकै होइन, अब कुनै त अब सुतेर देखिन्छ कहिलेकाहीँ, त्यो भनेको हाम्रो सबकन्सियस माइन्डमा कहिलेकाहीँ के कुराहरू खेलिरहेका हुन्छन् र राति सपनामा आउँछ होइन। र कुनै सपनाहरू यस्तो सपनाहरू जुन चाहिँ हामी एचिभ गर्नको लागि पछाडि भागिरहेको हुन्छौँ कि, त्यो सपनामा चाहिँ बढी विश्वास लाग्छ मलाई। त्यो सपना किनभने सुतेर उठेको सपना त कहिलेकाहीँ म प्रायः जस्तो त म बिर्सिन्छु होइन। हजुर, के देखाएको थिएँ अनि कहिलेकाहीँ कस्तो हुन्छ भने डरलाग्दो सपना देखाएको छ भने पनि बिर्स्यो अनि ला के देखाएको थिएँ त्यस्तो हुन्छ। त्यस्तो हजुरलाई कहिले त्यस्तो डरलाग्दो सपना देखेर प्रायः देख्छु अनि एकदम तर्सेर उठेको त्यस्तो भएको छ? एकदम छ मस्ट। कुन त्यस्तो कुनै एउटा सपना सेयर गर्नुहोस् न हजुरको। रिसेन्टली मैले 3-4 दिन अगाडि हजुर एकदम मलाई त्यो आत्मा जस्तो त्यो, म नाम लिँदिनँ कि, एकजना पुरानो हाम्रो नेपालकै एकजना पुरानो हिरोइन हो क्या उहाँ। फेस चाहिँ अब भनौँ न अब त्यस्तो एउटा सिम्बोलिक फेस मात्रै हजुर देखेँ होइन। अनि यस्तो एक भित्ता जति उडेर मलाई यस्तो छेक्नु भएको क्या उहाँले। अब त्यो राम्रो गर्नलाई छेक्नु भएको, उहाँ एक्ट्रेस आएर चाहिँ उड्नु भयो अनि हजुरलाई छेक्नु भयो सपनामा। अनि त्यस्तो सपनाहरू देख्दाखेरि चाहिँ हजुरलाई के यो सपना साँचो हो या होइन, यत्तिकै उसको बारेमा कुरा गरिरहेको थिएँ त्यही भएर अचानक देखेँ भन्ने जस्तो लाग्छ हजुरलाई? होइन कहिलेकाहीँ हामीलाई सपनाले पनि कति थोक भन्छ नि त होइन। खासमा मैले त्यो कुरालाई पोजिटिभ लिएँ होइन। मलाई उहाँ एकदमै मनपर्ने हिरोइन होइन। अब उहाँको नाम म लिँदिनँ, तर अब भनौँ न म उहाँलाई एकदमै मनपर्छ क्या। मैले चाहिँ उहाँ एकदमै रेस्पेक्ट गर्छु, एकदम मन पराउँछु होइन। हजुर। अनि हुनसक्छ उहाँले मलाई ब्लेसिङ दिनुभएको हुनसक्छ, तर त्यो चाहिँ अलिकति हरर टाइपको थियो कि, त्यो मतलब आत्मा जस्तो उडेको भएर चाहिँ अलिकति डर लागेको हो होइन। तर म चाहिँ सपनामा त्यति धेरै विश्वास पनि गर्दिनँ, तर म पोजिटिभ चाहिँ लिन्छु कुनै पनि कुरालाई। मलाई ब्लेसिङ दिनुभएको होला, तिमी यता नगर यो नजाऊ यता नजाऊ भन्न खोज्नुभएको होला नि त, त्यस्तो सोचेँ क्या मैले। हजुरलाई हरर स्टोरीमा कतिको विश्वास लाग्छ? स्टोरी कतिको सुन्नुहुन्छ हरर स्टोरी? हजुर म हररतिर ध्यानै दिन्न, किनभने म एकदम डराउने मान्छे हो। अनि प्रायः जस्तो म यस्तो पुरै लाइट अफ गरेर सुत्न पनि मलाई डर लाग्छ होइन। हजुर। अँध्यारोमा अलिक मन लाग्दैन, त्यो लाइट नै होस् जस्तो लाग्छ क्या लाइफमा नि। सुत्दा पनि त्यो लाइटमै सुतौँ भनेपछि हजुरलाई सुत्दाखेरि पनि लाइट चाहिँ चाहिन्छ? यस्तो टिलिकै लाइट चाहिँ होइन हजुर, तर अलिकति डिम लाइटमा चाहिँ पुरै अँध्यारोमै चाहिँ सुत्न सक्नुहुन्न होइन। हजुरलाई यो जस्तै अब तपाईँ त कलाकारिता क्षेत्रबाट स्पेसली सिङ्गिङ क्षेत्रबाट हुनुहुन्छ होइन। अपार्ट अफ द्याट हजुरलाई यो स्पिरिचुअलिटी होइन, अनि यो भूत भन्छ होइन, अनि मोहनी लाउने के भनिरह हुन्छ नि त, त्यतिमा त्यसमा चाहिँ विश्वास लाग्छ कि लाग्दैन त्यो कुराहरूमा? त्यो यस्तो हो, अब हामीले त्यो खोज्न थाल्यो, त्यतातिर सोच्न थाल्यो भने पक्कै पनि केही न केही पाउँछौँ होइन। हामीले जे खोज्छौँ त्यही न हामीले त्यसकै इन्फर्मेसनहरू पाउँछौँ नि त। अनि मलाई कस्तो लाग्छ भने त्यो मोहनी लाउनेहरू यो केही त होला त्यहाँ होइन, केही मन्त्र होला या सपोज मलाई किन त्यस्तो लाग्छ भने हजुरले मलाई हेरिरहनु भयो भने केही त सोच्नु भएको छ नि त मनमा होइन। हजुर। अनि हो त्यो टाइपले चाहिँ होला, समथिङ इज देयर भने जस्तो चाहिँ लाग्छ। तर खै अब नथापाको कुरामा त्यति धेरै कसरी मैले कन्फिडेन्ट भनेपछि हजुरलाई त्यस्तो घटनाहरू अहिलेसम्म घटेको चाहिँ छैन लाइफमा, जिन्दगीमा? अलिअलि चाहिँ घटाएको छ। कोही मान्छेको खाली आँखामा त्यो आउने होइन,
त्यस्तो पनि एक दुईचोटि भएको छ। तर अब आफूलाई त्यो प्रति धेरै ज्ञान नभएकोले गर्दा अब मैले धेरै चाहिँ उ गरिनँ होइन। तर सपोज सायद त्यस्तै हो कि होइन, मोहनी सोहनी टाइपकै हो कि जस्तो चाहिँ लाग्थ्यो। तर मलाई केही पनि असर चाहिँ गरेको छैन। अनि हजुर एकदम स्ट्रङ छु। मलाई जस्तै तपाईँ त आज यहाँ ट्यारो रिडिङमा आउनुभएको छ स्पेसली। अनि ट्यारो रिडिङ बाहेक हाम्रो अब ज्योतिष शास्त्र जस्ता कुरा हुन्छन् होइन, यो हजुरले कतिको हेराउन जानुभएको छ ज्योतिषलाई, या फुकाउने धामी झाँक्रीका गएर फुकाउने त्यस्तो कतिको गर्नुभएको छ? ज्योतिष चाहिँ ज्योतिष शास्त्र चाहिँ मा चाहिँ विश्वास लाग्छ मलाई होइन। किनभने हाम्रो पास्टमा हामीले पहिलाको जन्ममा कुनै राम्रो कर्म गरेछौँ भने हामीले यो जन्ममा पनि राम्रो फल पाउने भन्ने कुराहरूमा चाहिँ विश्वास लाग्छ। सायद किन पनि म त्यो विश्वास गर्छु भने यो जन्ममा पनि राम्रो गरौँ भनेर होइन। अनि धामी झाँक्रीमा चाहिँ मलाई परेको छैन होला, केही कुरा राम्रो त्यसबाट केही भएको होला, पोजिटिभ रिजल्ट्सहरू आएको होला त्यस्तो देखाउँदा। तर म चाहिँ त्यहाँसम्म पुगेको छैन, त्यो अवस्था आएको छैन होइन। तर म आफूले विश्वासै नगर्ने चाहिँ भन्दिनँ। आफूले नगरेको कुराहरू पनि कतिपय सत्य हुन्छन् होइन। ज्योतिष शास्त्रमा चाहिँ मलाई विश्वास लाग्छ। म त एकदम हेराउँछु। तर त्यस्तो हेरारै मङ्गलबार नहिँड्ने, सोमबार हिँड्ने, यस्तो नखाने, कालो नलाउने, त्यस्तो चाहिँ विश्वास त्यस्तो धेरै चाहिँ म पछि पर्दिनँ होइन। भनेपछि त्यस्तो हजुरले चाहिँ मङ्गलबार चाहिँ नुहाउनु हुँदैन, मङ्गलबार चाहिँ माछा मासु खानु हुँदैन, त्यस्तो कुराहरूलाई चाहिँ हजुरले फलो गर्नु हुँदैन? फलो गरेर साध्यै छैन नि, छ त होइन। गर्नेले त कार्यक्रममा जानुपर्छ, कहिले कस्तो ड्रेस लाउनुपर्छ होइन। खासमा त अब म मेष राशि हो, मैले कालो लुगा लाउनै हुँदैन, म कालै लुगामा छु। तर विश्वास गर्छु एकदमै राम्री पनि देखिएछ फेरि कालो लुगा कालो लगाएको। जस्तै मेष राशि भन्नुभयो होइन हजुरले। मेष राशि भन्नाले चाहिँ के बुझिन्छ भने कस्तो हो कि कस्तो धेरै एटिट्युड भएको, कस्तो धेरै रिसा भनेर मैले सुनेको छु, पढ्न पनि पढेको छु होइन। तर जे हो सत्य नै बोल्ने, अनि एकदमै चालाक, अर्काको खुट्टा तान्न सिपालु भन्छन् कि मेष राशिलाई। यो कतिको मान्नुहुन्छ? यो कुरा मान्दिनँ। मेरो हिस्ट्री कोट्याएर हेर्नुहोस् होइन, आजसम्म मैले कसैको खुट्टा तान्ने त के, मलाई अरूको बारेमा मतलबै लाग्दैन। खास साँच्चै भन्ने हो भने मैले मेरो बेस्ट भर्जन कसरी बनाउने भन्नेतिर मात्र म फोकस हुन्छु होइन। त्यो काहीँ कसैले लेख्यो होला त्यो कुरामा चाहिँ म विश्वास गर्दिनँ। कि त म मेष राशि नै होइन। किनभने मेष राशि हो अलिकति सेल्फ कन्फिडेन्ट भएको हुन्छन्, अनि त्यसलाई घमण्डको रूप पनि दिइन्छ होइन। तर कोही मान्छे आफू एकदम कन्फिडेन्स छ भने, ऊ कन्फिडेन्सका साथ बोलिरहेछ भने एउटा साइडबाट हेर्दाखेरि त्यो घमण्डी हो कि जस्तो त लाग्छ होइन। तर व्यवहार गर्दै जाँदा मेष राशि जस्तो पोलाइट, अनि मेष राशि जस्तो अरूको लागि राम्रो सोच्ने होइन होला, अरू पनि राशिहरू हुनु। तर मैले चाहिँ म मेष राशि भनेर भनेको होइन। यदि म मेष राशि थिइनँ भने पनि मलाई मेष राशिको बारेमा थाहा छ। मेष राशि चाहिँ खुट्टा तान्दैन होइन। यस्तो के मेष राशि चाहिँ हेर्दाखेरि चाहिँ दयालु हुने रे होइन। अनि तर मान्छेले हेर्ने दृष्टिकोण चाहिँ कस्तो होइन, सेल्फिस, आफ्नै बारेमा मात्र सोच्ने, अनि अर्काको खुट्टा तान्ने भनेर भन्दा रहेछन् कि मान्छेहरूले होइन। मान्छेको सोचाइ अनुसार कुछ तो लोग कहेंगे, लोगों का काम है कहना। यो हिन्दी भए पनि यो सबैले सुन्नु भएको छ नि त हजुर। त्यो अरूले के भन्छ तिर हामी जाने नै होइन हो। सेल्फिस होइन, सेल्फ कन्फिडेन्स, आफूमा काम गर्ने, त्यसलाई सेल्फिस भनिँदैन। मैले पनि यो धेरै ठाउँमा भनेको छु। जस्तै हाम्रो यो केटी मान्छेहरूलाई चाहिँ के भनिन्छ भने बिहे भइसकेपछि है, बिहे भइसकेपछि करियर त्याग्नुपर्छ, घर परिवारलाई हेर्नुपर्छ होइन, बालबच्चा हुन्छ, बालबच्चालाई हेर्नुपर्छ। अनि धेरै देखेको छु कि आफूलाई केयर नगर्ने, घरलाई मात्र गरिराख्ने, अनि त्यसपछि चाहिँ अनि श्रीमती मोटी हुन थाल्छ, अनि त्यसपछि पार्लर पनि नजाने, कपाल पनि नकोर्ने, त्यसपछि श्रीमानले अर्कोतिर बाहिर अफेयर चलाएको त्यस्तोहरू देखेको छु कि। तर हजुर होइन। तर मलाई चाहिँ के लाग्छ भने है, मेरो एक्सपिरियन्स अनुसार चाहिँ म के भन्छु भने लाइक लाइफमा चाहिँ सेल्फ प्रायोरिटी चाहिँ हुनुपर्छ। एकदमै हो है। कसैलाई जस्तै म आफूलाई केयर गर्छु, हजुरले आफूलाई केयर गर्नुहुन्छ भने त्यसलाई चाहिँ हामी सेल्फिस चाहिँ भन्दैनौँ कि, किनकि त्यसलाई सेल्फफुल भनिन्छ खास भन्ने हो भने। एक्ज्याक्टली मैले भने नि, जस्तै अब श्रीमानसम्म कुरा पुग्यो होइन। धेरै मैले लेडिजहरूको देखेको छु,
त्यो कस्तो भने एक त हाम्रो समाज चेन्ज भइसकेको छ, त्यही कुरा नगरौँ होइन, कि अब पुरुष प्रधान हो, पुरुषहरू पनि धेरै चेन्ज भइसक्नु भएको छ होइन। हामीले आफूलाई चाहिँ चेन्ज गर्नुपर्छ कि अरूको डिपेन्डमा बस्यो भने त पक्कै पनि हामी दुखी नै हुन्छौँ नि त। हजुर होइन, अब पुरुषबाट हामीले आश गर्ने होइन नि त खासमा त होइन, पुरुष र महिला त बराबर हो नि त। अब पुरुषले चाहिँ हामीलाई यस्तो गरिदिनुपर्छ, पुरुषले चाहिँ हामीलाई यस्तो भन्यो, त्यो हामीले त्यो नौबत त्यो आउनै दिनु हुँदैन क्या खासमा चाहिँ होइन। अनि यस्तो यो कुराहरूमा चाहिँ के कुरा नि उठेको थियो भने एउटा सिन्स सुन्दाखेरि चाहिँ अलिकति हुन्छ नि, यो अलिकति कमेडी टाइपको पनि, अनि यस्तो अलिकति फुलिस क्वेसन पनि जस्तो सुनिन्छ है। मैले एक ठाउँमा के भएको थियो भने, म उहाँको नाम लिन चाहदिनँ। ओके, यस्तै केटा र केटी, श्रीमान र श्रीमती बराबर हुन् होइन, राइट्स पनि बराबर हुन्छ र ड्युटी पनि बराबर हुन्छ। त्यस भए राइट बराबर हुन्छ भने श्रीमानले, केटा मान्छेले कुनै पनि एउटा भरेको सिलिन्डर हुन्छ नि, सिलिन्डर उचालेर माथिसम्म लिएर जान सक्छ, यो केटी मान्छेले गर्न सक्छ त भनेर उल्टै हप्काउनु भयो कि। सो त्यस्तो कुराहरू पनि केटा मान्छेहरूले चाहिँ जस्तै के सोच्दा रहेछन्, मैले फेरि डोमिनेट गरेको होइन है केटा मान्छेलाई, केटा मान्छेले चाहिँ के सोच्दा रहेछन् भने केटीलाई राइट, हामीले जति जे गर्न सक्छौँ राइट इक्वल हुन्छ नि, ड्युटी पनि त इक्वल हुनुपर्छ। केटा मान्छेले भारी बोक्छ नि, केटीले पनि त भारी बोक्नु पर्यो नि भन्ने खालको चाहिँ केटाहरूको सोच हुँदो रहेछ कि। म चाहिँ यसमा के भन्न चाहनुहुन्छ? यसमा म के भन्न चाहन्छु भने इक्वल भन्दामा उसले सिलिन्डर बोक्यो भन्दा उसले सिलिन्डरै बोक्नु छैन नि त होइन। त्यसो भए त केटा मान्छेले बच्चा जन्माउन सक्छ, डेफिनेटली बच्चा जन्माउन सक्छको मिन्स यो सेन्समा भनेको कि उसले पेटमा 9 महिना बच्चा राख्न सक्छ, जबरजस्ती हामीले तिमीले सक्दैनौ भनेर उसलाई त्यसरी गर्ने होइन नि त। म चाहिँ कस्तो भने यो सबै हाम्रो सोचाइ, अनि हामीले इक्वालिटी भनेको चाहिँ रेस्पेक्टमा छ क्या। जस्तै म केटा, म श्रीमान, हजुर श्रीमती हुनुभयो भने चाहिँ हजुर फिजिकल्ली मेन्टल्ली नै हामी डिफ्रेन्ट छौँ हामी होइन। अनि हामीले के गर्न सक्छौँ त्यो त विभाजन गर्ने हो नि त। त्यो त मैले जे गर्यो, मैले सिलिन्डर, म श्रीमान भएर मैले सिलिन्डरै, तिमी पनि इक्वल भन्छ भने तिमी सिलिन्डरै लगाऊ, त्यो चाहिँ कस्तो भने त्यो अर्कै शासक टाइपको भयो क्या त्यो चाहिँ होइन। हजुर, त्यो कुरामा म जान्दिनँ, त्यसरी होइन, उसलाई बुझाउन सक्नु पर्यो नि त उहाँलाई। अझै पनि धेरै रुरल ठाउँमा अलिकति फेसिलिटीहरू नभएको गाउँ घरतिर के हुँदो रहेछ भने, जस्तै केटी मान्छेहरू प्रेग्नेन्ट भइसकेपछि होइन, जस्तै अहिले के छ, प्रेग्नेन्ट भनेको अब आराम गर्नुपर्छ होइन, प्रपर डाइट हुनुपर्छ, खानुपर्छ भन्ने। तर तराईमा या तपाईँ कुनै पनि अलिकति विकसित नभएको ठाउँमा जानुभयो भने प्रेग्नेन्ट वुमनहरूले चाहिँ अझै पनि कति काम गरेको होइन, प्रपर डाइट पनि नपाएको देखिन्छ। अनि उल्टै घर परिवारले चाहिँ जहाँ अब प्रेग्नेन्ट त भएको यो त जो पनि हुन्छ नि भन्ने खालको क्वेसन पनि गर्दो रहेछ कि। त्यो चाहिँ कस्तो भने, अब एक त हाम्रो नेपाल, हाम्रो देश भौगोलिक हिसाबले हेर्दाखेरि अब धेरै विकट ठाउँहरू पनि छ जहाँ चाहिँ मजबुरी पनि हुन्छ होइन, र ल्याक अफ एजुकेसन पनि हो। यो हरेक कुराले डिपेन्ड गर्छ क्या यो कुरामा चाहिँ। अब त्यस्ता श्रीमानहरूलाई, त्यस्ता घर परिवारलाई हजुर के भन्न चाहनुहुन्छ? जस्तै कोही प्रेग्नेन्ट वुमन छ, उसले केयर पनि पाउँदैन होइन, काममा दलिरहेका छन्, अनि डाइट पनि पाउँदैन प्रपर, अनि जहाँ अब प्रेग्नेन्ट त हो, यो त जसले पनि गर्छ, यो त उसको केटी मान्छेको काम हो भन्ने खालको व्यक्तिहरूलाई चाहिँ हजुर के सन्देश दिन चाहनुहुन्छ? त्यो व्यक्तिलाई त म केही सन्देश दिन सक्दिनँ होइन। हजुर, म चाहिँ के भन्न चाहन्छु भने अब सोच एक दिनमा आजको भोलि कोही पनि परिवर्तन हुन सक्दैन। बरु त्यहाँको स्थानीय निकायमा चाहिँ एउटा एजुकेसनको एउटा वातावरण बनाउने होइन, अनि घर घरमा चाहिँ हामीले घरेलु हिंसाबाट चाहिँ हामी मुक्त हुनको लागि चाहिँ त्यो खालको प्रोग्रामहरू ल्याउने, सचेतना जगाउने प्रोग्रामहरू होइन। अनि या बरु स्ट्रिक्टली हामी कसैको पनि घरमा यस्तो यस्तो हो यो चाहिँ हुनुपर्छ कि कसैको पनि घरमा कुनै महिलालाई अलिकति बढी उ गरिरहेको छ न, अब जस्तै हजुरले भन्नुभयो नि प्रेग्नेन्ट महिलालाई चाहिँ त्यति धेरै गरिँदैन, महिला हो गर्नुपर्छ, तिमी छोरी मान्छे हो भनेर, मान्छे त हो, यो खानपिनमा ध्यान दिँदैन भने अलिकति स्ट्रिक्टली बरु त्यस्तो खालके कानुन पनि हुनु पर्यो। यदि अब सहर बजारमा त त्यस्तो हुँदैन, अलिक विकट ठाउँमा होला होइन, मजबुरी होला, राम्रो तरिकाले त्यसलाई उ गर्न सकिन्छ, त्यसरी चाहिँ गर्न सकिन्छ। अब कसैलाई पनि चेन्ज गर्न चाहिँ सकिँदैन कि आजको भोलि
हजुर होइन। किनभने पहिलेदेखिको चल्दै आएको चलनलाई उहाँहरूले हामीले त यस्तो गऱ्यौँ होइन। कोही अब सासूले आफ्नो बुहारी मैले त 8वटा बच्चा जन्माएँ, तिमी एउटा जन्माउँदैमा यस्तो हो नि भन्ने खालको पनि मैले देखेको छु होइन। त्यो चाहिँ कस्तो भने त्यो आफूले त पाए दुःख, आफूले त दुःख खेप्यो, अब उसले चाहिँ किन नपाउने भन्ने खालको कन्सेप्ट पनि छ धेरैमा। त्यो चाहिँ ल्याक अफ कस्तो भने एजुकेसनको कमी पनि हो त्यो होइन। प्रायः जसो सोच चाहिँ के हुँदो रहेछ भने हुनुपर्छ कि सासूहरूमा चाहिँ प्रायः जस्तो के सोच हुँदो रहेछ भने मैले जस्तो दुःख गरेँ जस्तो भोगेँ उसले पनि त्यस्तै नै गर्नुपर्छ भन्ने खालको त्यो थिङ्किङ त्यो मेन्टालिटी चाहिँ आउँदो रहेछ होइन। सो हामीले त्यो मेन्टालिटी चाहिँ चेन्ज भयो भने राम्रो हुन्छ। मैले जे दुःख पाएँ, मेरो बुहारी भनेको एउटा सन्तानै त हो नि, छोरी नै हो नि त होइन। अर्काको घरबाट ल्याएको त्यो पनि छोरी नै मानिने हो नि त। भनेपछि के मेन्टालिटी हुनु पर्यो भने मैले जे दुःख पाएँ, जे भयो नि मेरो छोराले बिहे गरेर ल्याएपछि उसले त्यो दुःख पाउनु भएन भन्ने खालको मेन्टालिटी चाहिँ हुनु पर्यो। खासमा चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ के रहेछ भने हजुर म कसैको घरमा विवाह गरेर गएँ होइन, त्यो घरको लागि त म एउटा फ्यामिली मेम्बर मैले नै पहिला बाँध्नुपर्छ नि त। मैले गर्दा रिलेसन त्यहाँ बढ्छ, भोलि हजुरबुवा हजुरआमा बन्ने, भोलि काका काकी बन्ने, भोलि होइन फुपू बन्ने, सबै कसको कारणले गर्दा एकजना कसैको छोरीको कारणले गर्दा होइन। अनि माया दिएपछि पक्कै पनि माया नै पाइन्छ कि हेट गरेपछि के पाइन्छ? हेटै पाइन्छ। यो कुरो बुझ्नुपर्छ। एउटा भाइब्स हो। मैले जस्तै तपाईँसँग अहिले कुरा गर्दैछु, तपाईँलाई मैले पोजिटिभ एनर्जी सेन्ड गरिदिइरहेको छु होइन, राम्रो एनर्जी सेन्ड गर्छु भने पक्कै पनि हामी कम्फर्टेबल हुन्छौँ कुरा गर्न होइन। तर मैले यसो झनक्कै हेर्ने बित्तिकै हजुरलाई नराम्रो दृष्टिकोणले हेरेँ होइन, रिसले हेऱ्यो भने तपाईँमा के जान्छ त? त्यो ममा के जान्छ, मबाट के पाउनुहुन्छ? हजुर त्यो त एक्सचेन्ज हुने कुरा हो। त्यही नै हो मैले भन्न खोजेको होइन। आफूले हजुर यो जस्तै यो अनि यो जुन अहिले यो जुन घर परिवार र स्पिरिचुअलिटीलाई मैले कम्बाइन गरेर हेर्दाखेरि होइन, हामी फेरि आध्यात्मिकमै आउँ होइन। धेरै अहिले चाहिँ स्त्रीहरू, पुरुषभन्दा बढी स्त्रीहरू चाहिँ सन्यास लिएको देखिएको छ पक्कै पनि। धेरैजना ओस्तो जस्तै हाम्रो एलिना चौहान जानुभएको छ, अहिले रिसेन्टली शिल्पा पोखरेलजी पनि जानुभएको छ नि त। अनि धेरै हुनुहुन्छ, अन्य धेरै व्यक्तिहरू पनि हुनुहुन्छ सन्यास लिएको। भनेपछि यस्तै कुराले गर्दाखेरि चाहिँ केटी मान्छे एडजस्ट हुन गाह्रो भएर चाहिँ घर परिवार छोडेर सन्यास लिने चाहिँ यो आइसकेको छ। एउटा ट्रेन्डिङै जस्तो पनि भइसक्यो भनौँ न। अब त्यो ट्रेन्डिङ मान्छेका लागि ट्रेन्डिङ भयो, तर एउटा इन्डिभिजुअलको लागि, पर्टिकुलर पर्सनको लागि चाहिँ भित्र एउटा पेन, एउटा पीडाले गर्दाखेरि त्यो पीडाबाट हिल हुनको लागि चाहिँ हामी सन्यास लिन्छ भनौँ न। हजुर यसलाई के भन्न चाहनुहुन्छ? यो सन्यास लिने जुन अहिले चलन चलिरहेको छ घर छोडेर होइन, यो चाहिँ के कारणले भएको जस्तो लाग्छ हजुरको बुझाइमा चाहिँ? अब यो धर्मको विषयमा धेरै बोल्दाखेरि फेरि हजुरलाई पनि थाहा छ, मलाई पनि थाहा छ होइन। म यसमा चाहिँ के भन्छु भने यो मेरो विचार, मान्छे सन्यास लिनुभन्दा पहिला नै सन्यासी भइसकेको हुन्छ। सन्यासीको मतलब के हो? धेरै कुरा जुन कुरा पहिला हामीले फलो गर्दैन थियौँ होइन, घर परिवारले गर्दा आफूलाई माया नगर्ने, आफूलाई नचिन्ने होइन। अब कस्तो हुन्छ भने धेरै जसो किन चाहिँ फिमेल मात्रै भन्ने कुरा आउँछ होइन। मेल पनि हुनुहुन्छ, तर मेल भन्दा बढी फिमेल देखियो कि अहिले? देखिएकोमा पो हो त, तर हुन त हुनुहुन्छ नि त मेल पनि होइन। हजुर हजुर। भिडियोहरू हेर्नुहोस्, तपोवनमा धेरैजनाले सन्यास लिएको मैले मेल पनि देखेको छु होइन। अनि सो धेरैजनाले मैले कमेन्ट पनि एकजना भर्खरै नायिकाले सन्यास लिनुभयो नि, मैले कमेन्ट्सहरूमा हेरेँ एकदमै नेगेटिभ कमेन्ट्सहरू धेरै गर्नुभयो क्या धेरैजनाले। किन घरबार बिग्रेपछि जाने रहेछन्। अब त्योभन्दा अगाडि गायिकाले पनि गर्नुभयो होइन। अनि त्यस्तो कमेन्टहरू देख्दाखेरि चाहिँ मलाई के भन्न मन लाग्यो भने भरसक कसैको पनि घरबार नबिग्रियोस् होइन। हजुर। र जो सन्यास लिन जानुभयो, सन्यास लिएर मात्रै राम्रो हुने भन्ने होइन क्या। जो चाहिँ घरमा पीडित हुनुहुन्छ उहाँहरू चाहिँ के त नि, जो भन्दै हुनुहुन्छ उहाँ पनि पीडित हुन सक्नुहुन्छ नि त होइन। सो
सन्यास लिने र नलिने भन्ने एउटा अलग्गै पाटो हो कि त्यो भनेको आफ्नो खुसीको कुरा हो होइन। ध्यान गर्न एउटा त्यो जस्तै म मेडिकल पढ्न चाहन्छु भने मैले कहाँ जानुपर्छ? हस्पिटल पक्कै पनि मेडिकल कलेजमा जानु पर्यो नि त होइन। म्युजिक इन्स्टिट्युटमा गएर त म मेडिकल पढ्न सक्दिनँ। सो त्यस्तै आफूलाई चिन्न ध्यान गर्न त्यो एउटा इन्स्टिट्युट हो होइन। त्यहाँनिर त्यही विषयमा कुरा हुन्छन्, त्यहाँ आध्यात्मको कुरा हुन्छन्, पिसको कुराहरू हुन्छन् होइन, जुन हामी यो कोलाहालमा भेट्दैनौँ त्यहाँ भेट्छौँ नि त। सो त्यो इजी टेक त्यो सोचाइमा भर पर्ने कुरा हो। धेरै किसिमको अब मान्छेहरूको आफ्नो सोच हुन्छ होइन। उहाँहरूको सोचलाई पनि एकदमै नमन रेस्पेक्ट छ। तर कस्तो हो भने इनर पिसको खोजीमा चाहिँ हामी सबैजना लाग्छ। जब हामी इनर पिस पाउँदैनौँ, जब हामी आफूलाई हिल गर्न सक्दैनौँ, तब हामी चाहिँ के गर्छौँ? ओसो जस्तो ठाउँमा गएर चाहिँ आफूलाई हिल गराउँछौँ होइन। अनि इनर पिस खोज्छौँ जहाँ चाहिँ हामीलाई सुकुन मिलोस्। हो धेरै ठाउँमा अब मैले अब नखोलेको कुरा खोलौँ, सन्यास त मैले पनि लिइसकेको छु। हजुर। र मैले माला पनि लगाइरहेको छु होइन। हजुर। मैले यो माला बाहिर निकाल्छु है त। हजुर। यो चाहिँ ओसोको माला होइन? ओसोको माला हो। हजुर। यो माला नलाए पनि म सन्यासी हो। यसले के गर्छ भने नक गर्छ क्या, नक गर्छ। अब मान्छेको धारणा कस्तो छ भने किन कन्ठी नलाउने माछा मासु नखाने हुनुहुन्न र हुनुहुन्छ नि त धेरैजना नि, किन? अनि उहाँहरूलाई के भन्ने होइन? हजुर पनि सन्यासी हुनुहुन्छ। सन्यासीको मतलब सन्यासी भन्ने बित्तिकै मान्छेको चाहिँ के दिमागमा के स्ट्राइक गर्छ नि, घर परिवार पुरै छोडेर अनि एउटा पहिला के सोचाइ हुन्थ्यो, जङ्गलमा गएर बास बसेको हो। खासमा चाहिँ सन्यासी त्यो हो। हजुर। तर अब हामी कस्तो छौँ, रामले पनि त 14 वर्ष घर छोडेर वनवास बसेको, त्यसलाई पनि एउटा सन्यासी, त्यो सन्यासै हो। वनवास त्यो सन्यास हो। किनभने आफ्नो महल सबै थोक छोडेर एउटा जङ्गलको बास गर्नु भने त्यो सन्यास हो होइन, एक किसिमको। तर सन्यासी भनिसकेपछि चाहिँ हामी आत्मादेखि सन्यासी हुनुपर्छ कि हामी तपोवन गइरहनु पनि पर्दैन, हामी घरमै बसेर पनि सन्यासी हुन सक्छौँ। हामीले पहिला आफूलाई चिन्ने के, ध्यान गर्न बस्ने, आफूले फिल गर्ने, इनर पिस फिल गरेपछि के हुन्छ भने हाम्रो सबै त्यो सोचाइको विकारहरू हाम्रो जान्छ होइन। अनि हामीमा पोजिटिभ भाइब्स आउँछ। अनि कसरी अर्को मान्छेलाई हामी राम्रो गर्दैनौँ, पक्कै पनि गर्छौँ नि त होइन। सो त्यो चाहिँ सबैले गर्नुपर्छ क्या। अब सन्यास ओसोको ध्यान केन्द्रमा गएर सन्यास लिनै पर्छ भन्ने पनि छैन, त्यो आफ्नो इच्छाको कुरा हो होइन। तर त्यहाँ गइसकेपछि आनन्द चाहिँ धेरै नै आनन्द आयो, आनन्दै आउँछ होइन। अनि अर्को कुरा चाहिँ के, अब कति मान्छेहरूको कन्सेप्टमा के रहेछ भने ओसो जाने बित्तिकै होइन, पहिला त हाम्रो ओसोजीलाई पनि आरोप लागेको थियो नि त फिजिकल कुराहरूमा। अब जस्तै ओसो भनेको चाहिँ फिजिकल्ली केटा र केटीलाई एट्याच गराउने ठाउँ भनेर पनि बुझिँदो रहेछ कि होइन। यो कन्सेप्टलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ? के यो साँच्ची के हो त? ओसो जाने बित्तिकै त्यहाँ चाहिँ खुल्लम खुल्ला केटा र केटी बिच फिजिकल इन्टिमेसी हुने ठाउँ हो भनेर भनिएको छ कि? एकदमै राम्रो क्वेसन उठाउनु भयो होइन। यो विषयमा चाहिँ म के भन्न चाहन्छु, यो कतिपय यस्तो ग्रुप छ, यस्तो सञ्जाल छ जुन चाहिँ धर्ममा विवाद छ क्या यहाँनिर होइन। ओसो भनेको धर्म होइन नि खासमा। मान्छेले ओसो धर्म भन्छ नि। ओसो स्वामीको एउटा विचार हो क्या, त्यो विचारलाई पो फलो गरेको त होइन। मान्छेले चाहिँ के सोध्छन् भने ओसो जाने बित्तिकै ओसो भन्ने बित्तिकै फिजिकल इन्टिमेसी भनेर आउँदो रहेछ कि। यो विषयमा चाहिँ म के भन्न चाहन्छु भने हामीले देखेको छैनौँ र हामीले सुनेको छैनौँ। एउटा स्कुलमा कलेजमा रेप भइरहेको छ होइन। टिचर बिचमा नराम्रो त्यस्तो हामीले देखेको छौँ। हजुर। मैले स्कुललाई नराम्रो भनेको होइन, के रहेछ त फिजिकल इन्टिमेसी हुने त्यो विचार रहेछ नि त मान्छेको। अब म छोरा मान्छे, हजुर छोरी मान्छे, मेरो पनि त विचार नराम्रो आउन सक्छ नि यहीँको यहीँ होइन। हजुर हजुर पक्कै पनि। किन ओसोलाई बदनाम गर्ने, किन त्यो ठाउँलाई बदनाम गर्ने जहाँ राम्रो काम हुन्छ? त्यो त कस्तो हो भने त्यो एउटा इक्वालिटी हो। इक्वालिटी त्यहाँ छ, मैले देखेको, मैले फिल गरेको होइन। त्यहाँनिर कति सम्मान हुन्छ होइन। त्यहाँ के हुन्छ, नाच गाना उत्सव हुन्छ त्यहाँनिर, उत्सव होइन। अनि एउटा लोग्ने मान्छे, एउटा स्वास्नी मान्छे एउटा ग्रुपमा नाचिरहेको छ भने अर्को मान्छेले के गर्ने थियो, के भनेर त्यसलाई नराम्रो बनाउने भन्दा एउटाको लोग्ने अर्कोको स्वास्नी यसरी नाचिरहेछ, त्यो होइन नि त।
त्यहाँ चारैतिर क्यामेरा छ, त्यहाँ सबैजना अलर्ट छन्, सबैजना त्यहाँनिर पढे लेखेका मान्छेहरू छन्, दिग्गजहरू छन् होइन। त्यहाँ कसरी नराम्रो हुनसक्छ? भनेपछि फिजिकल इन्टिमेसी भने एउटा शरीरको लागि चाहिने बेसिक निड भयो र यो शरीरको लागि चाहिने एउटा सन्तुष्टि हो भनेर यो ओशोको धारणा मात्र हो। त्यहाँभित्र चाहिँ कुनै धारणा ओशोले कहिले पनि मेरो सेन्टरमा आएर चाहिँ यस्तो यस्तो हुनुपर्छ भनेर त्यहाँ कहिले पनि त्यस्तो भएकै छैन। उहाँले के भन्नुभएको छ भने हरेक चिजको निड्स हुन्छ। हजुर, हरेक प्राणीमा त्यो चिज हुन्छ होइन। त्यो चिजलाई दबायो भने मान्छे रेप गर्छ। किन रेप गर्छ मान्छेले? किन रेप गर्छ मान्छेले? किनभने त्यो चिज उसको कुण्ठित भएर बसेको छ होइन। त्यसले कोही पनि चिन्दैन। एउटा दाजुले एउटा बहिनीलाई रेप गरेको हामीले सुनेछौँ होइन, काकाले भतिजीलाई रेप गरेको सुनेछौँ। किन त? उहाँ सन्यासी हुनुहुन्थ्यो। त्यो एउटा त्यो कस्तो भने हुनसक्छ उहाँहरू दुईजना फ्यामिलीमा श्रीमान श्रीमतीको रिलेसन राम्रो छैन, कुण्ठित हुनुभयो हो। त्यो चिज त्यसको त जागरण पो गरेको त। किन मान्छेले नबुझेको, किन चाहिँ नराम्रो बनाएको? मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ होइन। जति कस्तो हुन्छ भने नि यो कुरामा चाहिँ जति दबाएर राखेको कुराहरू हुन्छ त्यति क्राइम हुन्छ क्या। ओशो स्वामीले त खुल्ला भनिदिनु भएको छ नडराइकन। धेरै गुरुहरूले कति कुराहरू बोल्नुहुन्न, त्यो नबोलेको कारणले गर्दाखेरि कस्तो लाग्छ भने उहाँ एकदम सज्जन राम्रो उहाँले भनेको कुराहरू। मैले धर्मगुरुहरूलाई म एकदम सम्मान गर्छु, तर ओशो स्वामीको कुरा गर्दैछु होइन। हजुर, सबै बराबर हो, सबै धर्म बराबर हो। तर एउटा कुरा धर्म भनेको चाहिँ अर्काको आत्मालाई बुझ्नु सबैभन्दा ठुलो धर्म हो जस्तो लाग्छ क्या मलाई चाहिँ नि होइन। हजुर, अर्काको आत्मालाई मारेर राम्रो कुरा मात्रै गरेर अनि जब क्लियर, त्यसो भए त मेडिकल साइन्स नै नराम्रो भन्नु पऱ्यो। त्यसो भए त हाम्रो गुप्ताङ्गमा घाउ भयो भने हामी डक्टरलाई देखाउँछौँ कि देखाउँदैनौँ? पक्कै पनि देखाउँछ। अनि त्यसलाई के भन्ने त? त्यहाँनिर चाहिँ खै त लाज शरम, त्यहाँनिर खै त त्यो नैतिकताको कुराहरू भनेपछि त हामी बाध्य भयौँ नि त त्यहाँनिर होइन। भनेपछि अहिले पनि नेपालमा त्यो अझै पनि त्यो खुल्ला भइसकेको छैन कि यस्तो कुराहरू सेयर गर्ने। जस्तै म आफै फिजिकल इन्टिमेसीको कुरा गर्दा आई फिल सो अक्वर्ड नि त। यस होइन, त्यही पनि हामी अहिले आज किन गर्दैछौँ भने मान्छेलाई यो कन्सेप्ट क्लियर हुनुपर्छ कि ओशो भनेको चाहिँ एउटा इनर पिस, त्यहाँ गएर एउटा आफूलाई भित्रबाट सेल्फ लभ गर्ने ठाउँ हो। इनर पिस, भित्र मनबाट सन्तुष्टि पाउने ठाउँ हो। त्यहाँ त्यस्तो कुनै पनि फिजिकल इन्टिमेसीका कुराहरू कसै पनि कुनै जबरजस्तीको त्यो कुराहरू केही पनि छैन। त्यो भ्रम फैलाएको भनेर चाहिँ मान्छेहरूलाई चाहिँ यो चाहिँ सन्देश जानुपर्छ कि एकदमै। अनि बाँकी अपार्ट अफ दिस हजुर एउटा सिङ्गर पनि हो है। हजुरको यो सिङ्गिङ क्षेत्रको सुरुवात कसरी भयो? हजुर सानैदेखि नै एकदम गाना गाउनुहुन्थ्यो कि हजुरलाई अचानक केही इन्सपिरेसन भएर इन्ट्रेस्ट आयो यो कुरामा? म चाहिँ अब भनिन्छ नि यो सिङ्गिङ, यो आर्ट, कलाकार जति पनि संसारमा जति पनि किसिमको आर्टहरू छन् त्यो सबै गड गिफ्ट हो फर्स्टमा चाहिँ होइन। हजुर, पक्कै पनि किनभने यदि हामीसँग केही चिज छ भने मात्रै त्यो चिज गड गिफ्ट भन्नाले पनि गाना र आवाज भन्ने बित्तिकै सरस्वतीको बास हो भनेर चाहिँ मैले त्यो बुझेको छु। एकदमै अब त्यो चिज ममा अलरेडी थियो रहेछ होइन। भनेपछि हजुरको गलामा चाहिँ सरस्वतीको बास छ भनेर बुझ्नु पर्यो। अब त्यो मलाई आशीर्वाद रहेछ होइन। हजुर, र म सानैदेखि चाहिँ बच्चैदेखि तोते बोल्दादेखि चाहिँ म चाहिँ पान्तो पात दिम्पो लात भन्दै के भन्दै यस्तो उल्टो पाल्टो शब्दहरू गरेर पनि गाउँथे अरे। मलाई त्यो कुरो थाहा छैन, मेरो फ्यामिलीले भन्नुहुन्छ होइन। अनि सुरिलो आवाजमा गाउँथे अरे। अनि के हो यति सानोमा भने गीत गाउँछ होइन भनेर चाहिँ गायिका बन्छ कि क्या हो भन्ने खालको चाहिँ त्यस्तो कुराहरू हुन्थ्यो अरे घरमा। अब हुँदै हुँदै गएपछि इन्ट्रेस्ट त मेरो स्कुलमा पनि गाना गाउनु भयो एकदमै। त्यो फ्राइडे हाम्रो कस्तो हुन्थ्यो भने आफ्नो कला देखाउने हुन्थ्यो कि क्लास फ्राइडेको एकदम कम क्लासहरू हुन्छ नि त स्कुलमा क्लासमा। अनि कसैले कविता भन्ने, कसैले चुटकिलाहरू भन्ने, कसैले स्टोरी सर्ट। गाना गाउँदा अब हजुर यति राम्री हुनुहुन्छ होइन, हजुरलाई कोही केटाहरूले मन परायो कि पराएनन् स्कुल कलेज लाइफमा? यस्तो हुन्छ अब हामी केटी मान्छे भनेपछि अलिकति अट्र्याक्ट भइ नै हाल्छ केटाकेटीमा होइन। त्यो हुन्छ नै धेरैजनाले केटाहरू पछि लाग्थ्यो हजुरको? म यस्तो हुन्छ
अब केटाहरूको साइडको कुरा हो नि त त्यो होइन, पछि त लाग्थेँ अब। तर अब म चाहिँ अलिकति स्ट्रिक्ट टाइपको थिएँ कि, त्यति खास ध्यान नदिने, अनि के हेरेको भन्ने त्यो छुच्ची टाइपको थिएँ कि। पुरानो जमानामा त अहिले जस्तो छैन त, अहिले त सोसल मिडिया छ। पहिला त लभ लेटर लेख्ने चलन थियो अरे कि, कतिको लभ लेटर आउँथ्यो हजुरलाई? त्यस्तो लभ लेटर होइन, एउटा चाहिँ इन्सिडेन्ट के छ भने, हजुर त्यो मेरो लेडी बर्ड साइकल थियो कि। हजुर हजुर। अनि एकजना केटाले चाहिँ त्यहाँ आई लभ यु लेखेर चाहिँ यस्तो सानो चिटमा क्या, फेरि सानो हुन्छ नि उड्ने खालको हुन्छ, यत्रो लामो चिटमा चाहिँ लेखेर, अनि म स्कुल जाँदै थिएँ होइन, अनि त्यो भिडभाडमा अलिकति बिस्तारै कुदाइन्छ नि, उता त्यो भिडभाडमा बसेको रहेछ, त्यो लेडी बर्डमा यस्तो गरेर फोल्ड गरेर केले बाँधेर हालेको रहेछ कि। के हो यस्तो गरेँ, देखेँ, तर के हो कस्तो हो थाहा छैन नि त मलाई। हजुर। अनि स्कुलमा गएँ, पार्किङ गरेँ, अनि त्यस पछाडि के त्यो मान्छेले के हाल्थ्यो त्यहाँ भनेर यस्तो हेरेको त आई लभ यु। त्यो मान्छेलाई चिन्दा पनि चिन्दिनँ, कहिले देखेको पनि थिइनँ मैले होइन, उसले चाहिँ फलो गरेको रहेछ। अब अनि मलाई हाँस उठ्यो, अनि त्यतिखेरको उमेर चाहिँ कस्तो सोचमा डुबेँ कि किन त्यसले यसरी राख्यो भन्ने खालको त्यस्तो आयो। त्यसपछि कहिले पनि त्यो मान्छे मेरो अगाडि पनि आएन, अब त्यो उसको उटपटाङ थियो होइन, त्यस्तो लाग्यो। अनि मलाई त्यो इन्सिडेन्ट चाहिँ मलाई एकदम हाँस उठ्छ क्या, भनेपछि अगाडि आएर त्यो प्रपोज गरेको पनि होइन होइन, त्यस्तो छ। अब अहिले पनि छन् मन पराउने मान्छे? अब होला नि मन पराउने, अब यस्तो हुन्छ नि त, मन पराउने भन्ने कुरा त अब कसको मनमा के छ थाहा हुन्न होइन। आवाज चाहिँ धेरैजनाले मन पराउनुहुन्छ, अनि धेरैजनाले अप्रिसिएट गर्नुहुन्छ, भनेरै गर्नुहुन्छ होइन। मेरो केही हिस्सा जिन्दगीको पनि हजुरलाई जाओस् यस्तो पनि भन्नुहुन्छ होइन। मेरो एज पनि हजुरलाई सधैँ हजुरले गीत गाउनुहोस् यसरी, आवाजलाई के पनि नहोस्, कसैको नजर नलागोस् यस्तो भन्नुहुन्छ धेरैजनाले, त्यस्तो म्यासेजहरू पनि पठाउनुहुन्छ। अब त्यसलाई म राम्रो रेस्पेक्टफुल्ली लिन्छु। यति सबै कुरा जानिसकेपछि, नलेज भइसकेपछि हजुरको लागि चाहिँ साँचो प्रेम भने के रहेछ त वास्तवमा हेर्नु पर्दा? नाइस। साँचो प्रेम भनेको चाहिँ, प्रेमलाई कसरी डिफाइन गर्नुहुन्छ? प्रेम मेरो बुझाइमा एउटा राम्रो ह्यान्डसम केटा अनि एउटा ब्युटिफुल केटी, अनि उनीहरू एउटा सँगै नजिक भए त्यो प्रेम होइन। हजुर। प्रेम के हो भने, मैले सपोज म केटा तपाईँ केटी होइन, मैले तपाईँलाई प्रेम गर्छु भन्ने तपाईँलाई थाहा नहुन पनि सक्छ। हजुर। उसको गुणलाई माया गर्ने, ऊ जे छ त्यसलाई माया गर्ने, रेस्पेक्ट गर्ने क्या। प्रेम भनेको चाहिँ रेस्पेक्ट हो। सबभन्दा पहिला चाहिँ रेस्पेक्ट छ कि छैन, उसको सोचाइ के छ त ऊप्रति होइन, त्यो उसको काम, ऊ जुन वेमा छ, ऊ नराम्रो बाटोमा छ भने उसलाई राम्रो बाटोमा ल्याउने त्यो कोसिस गर्ने, उसलाई थाहा नै नदिई उसलाई चेन्ज गर्ने, त्यहाँ प्रेम छ क्या। प्रेम भनेको ताकेर म यसलाई आई लभ यु भन्छु या यो चाहिँ मलाई मनपर्छ, प्रेम गर्छु योसँग भनेर हुँदैन प्रेम त्यसरी होइन। योसँग प्रेम गर्छु होइन, त्यो भनेको चाहिँ कस्तो हो भने अट्र्याक्सन हो त्यो चाहिँ होइन। भनेपछि लभ र एट्र्याक्सनमा, हजुर, लभ र एट्र्याक्सनमा पक्कै पनि डिफ्रेन्स, एकदमै डिफ्रेन्स छ। मलाई धेरैजना मन पर्न सक्छ, तर सबैजनासँग मेरो प्रेम नहुन सक्छ नि त। मान्छेको कन्सेप्टमा चाहिँ एट्र्याक्सन हुने बित्तिकै प्रेम हो भनेर बुझिदो रहेछ। त्यो चाहिँ गलत हो, त्यो चाहिँ यङ जेनेरेसनमा चाहिँ त्यो धेरै फेमस छ होइन। हजुर। मलाई त लभ पऱ्यो नि टाइपको क्या, अब त्यो हेरेर हुँदैन नि त। कसैको लागि चाहिँ लभ पर्ने बित्तिकै फिजिकल इन्टिमेसी नभइकन साँचो प्रेमै हुँदैन भन्ने खालको कन्सेप्ट पनि रहेछ क्या। त्यो गलत हो, त्यसको नै डेफिनेसन नै फरक छ क्या त्यसको चाहिँ। के अरे, माया जगाइराख्नलाई, माया गरिराख्नलाई चाहिँ फिजिकल इन्टिमेसी हुन जरुरी छ भन्ने खालका कुराहरू पनि छन् क्या। त्यो श्रीमान श्रीमतीमा त्यो धेरै वर्षको रिलेसनमा अब बोरिङ नहोस् भनेर होला कि। तर जुन प्रेम छ नि, त्यो प्रेम चाहिँ नितान्त एकदमै टाढा भएर पनि गर्न जस्तै सकिन्छ। कसैको श्रीमानले श्रीमतीलाई वास्तै गर्नुहुन्न, तर श्रीमतीले एकोरो माया गरिरहनुहुन्छ, कहिले आफूलाई चेन्ज गर्नु भने त्यहाँ पनि प्रेम छ होइन। अट्र्याक्सन भनेको त अब ल्याउन सकिन्छ नि त होइन, केही चेन्ज गरेर आफूलाई होइन। यदि फिजिकलकै कुरा गर्ने हो भने त आफूले आफूलाई चेन्ज गरेर होइन, धेरै कुरामा परिवर्तन ल्याएर उसलाई मनपर्ने जस्तो भइदिएर पनि त चेन्ज उसलाई आफूतिर आकर्षित गर्न सकिन्छ। तर प्रेम भनेको चाहिँ आकर्षित गर्छु भनेर नहुने चिज होइन। प्रेम भनेको चाहिँ सोचेर म यसलाई प्रेम गर्छु या यस्तो भयो भने मात्र प्रेम गर्छु
त्यो होइन, प्रेम आफै भित्रै हुन्छ क्या। तर अहिलेको यो जुन कलियुगमा साँचो प्रेम पाउन एकदमै कठिन भनेर भनिएको छ नि होइन। सबभन्दा पहिला त हो, सबभन्दा पहिला किन स्वार्थी छ नि त अहिलेको दुनियाँ, स्वार्थ हटाउनु पर्यो नि त। स्वार्थी। अहिले तपाईँ एकदमै धेरै पैसा कमाउनुहुन्छ, म एकदमै धेरै पैसा कमाउँछु भने त्यो पैसा देखेर पनि मान्छे पछि लाग्दा रहेछ। भोलि पैसा नभएपछि प्रेम सकिन्छ होइन। अनि अहिलेको बुझाइ अनुसार चाहिँ सबसे ठुलो भनेको चाहिँ पैसा रहेछ भनेर बुझिनु पर्यो होइन। पैसा भनेको त निड्स हो नि, एकदमै फर्स्ट नम्बरमा आउँछ क्या पैसा चाहिँ। हजुर। माया त हुनै पर्यो होइन, माया छैन भने पैसाले मात्र पनि त्यो लाइफ डिस्ट्रोय हुन्छ होइन। तर पैसा भन्ने चिज चाहिँ हरेक व्यक्तिले कमाउनुपर्छ। अनि रमाउनको लागि, प्रेम उजागर गरिरहनको लागि, पलहरू एउटा मेमोरी क्रिएट गर्नको लागि हरेक चिजमा चाहिँ पैसा जरुरी छ। तर पैसा भनेर मात्रै कुद्नु पनि हुँदैन होइन। अनि त्यही त अहिले चाहिँ अब कस्तो चलन छ भने के देखियो, मैले आफैले पनि हुन्छ नि अलिकति एक्सपिरियन्स गरेको कुराहरू चाहिँ कस्तो छ भने तपाईँसँग पैसा छ भने जस्तो पनि मान्छे झुक्दो रहेछ के। मनी इज द पावर। मनी इज द पावर होइन। पैसा छ भने जो पनि झुक्ने, पैसा छैन भने आफ्नै आमा बाउले पनि नगन्दा रहेछन् कि अहिले चाहिँ। आमा बाउसम्म चाहिँ अब त्यो विषयमा चाहिँ म के बोल्न चाहन्न, किनभने आमा बुवाले पनि पैसा कमाऊ तिम्रो लाइफ राम्रो हुन्छ भनेर होला होइन। आमा बुवाले तर डिस्क्रिमिनेसन हुँदो रहेछ। पैसा र बच्चामा तुलना त आमा बुवाले। तर मैले चाहिँ के पनि देखेको छु भने धेरै मसँग त अब एज अ ट्यारोट कार्ड रिडर धेरै व्यक्तिहरू जोडिनुहुन्छ नि त। र मैले के देखेँ भने एउटै घरमा पनि एउटा बच्चाले धेरै कमाउने अर्कोले कम कमाउने हुँदाखेरि त्यहाँ पनि डिस्क्रिमिनेसन चाहिँ हुँदो रहेछ। त्यो देखेको छु मैले पनि। त्यो चाहिँ आफ्नै फ्यामिलीमा नि हुँदो रहेछ भनेपछि त बाहिरको मान्छेसँग हामीलाई त विश्वास नै भएन नि। सो द्याट पैसा कमाउनु पर्छ। पैसा स्पेसली केटी मान्छे चाहिँ इन्डिपेन्डेन्ट हुन जरुरी। केटी मान्छे मात्र होइन, केटी मान्छे त हुनै पर्छ। केटा मान्छेलाई चाहिँ सानैदेखि कस्तो हुन्छ भने जिम्मेवारी बोध गराइन्छ नि त। तिमीले कमाउनुपर्छ, तिमीले परिवार पाल्नुपर्छ होइन, यति मैले तिमीलाई पढाएको छु, त्यो अलरेडी उनीहरूलाई पहिल्यैदेखिको हुन्छ। तर छोरी मान्छेलाई चाहिँ कस्तो हुन्छ नि, श्रीमानले पालिहाल्नुहुन्छ नि होइन, एउटा एजसम्म आफ्नो। तर अहिलेको केटीहरूमा त्यो सोच चाहिँ परिवर्तन पक्कै पनि भइसक्यो, श्रीमानले पाल्नुहुन्छ भनेर। त्यस्तो थियो। तर अहिले चाहिँ म चाहिँ के भन्छु भने, र अहिले धेरै चेन्ज पनि भइसक्यो। तपाईँ अब पैसै कमाउनुहुन्न भने हाम्रो के हुन्छ, विवाह अगाडि हामी प्यारेन्ट्स बुबाको अन्डरमा या बुबाको नामले चिनिने हुन्छौँ, हो कि होइन। अब बिहे गर्ने बित्तिकै हस्बेन्डको नामले चिनिने हुन्छ। तर केटी खास भन्ने हो भने त केटी मान्छेको आइडेन्टिफिकेसन चाहिँ खोइ त त्यो आफैले बनाउनुपर्छ। त्यही भएर त एउटा इन्डिपेन्डेन्ट चाहिँ हुनुपर्छ, एकदमै हुनैपर्छ, मस्ट, एकदम सबैजनाले हुनु। तपाईँ चाहे करोडपतिकै छोरी होस् या चाहे मिडल क्लास फ्यामिलीको, यति खालको क्यापेबल चाहिँ हुनुपर्छ कि आफ्नो नाम चाहिँ आफै कसैको नामले नचिन्नुहोस् कि यो यसको बुढी रहेछ, यो त यसको छोरी हो भनेर चाहिँ कसैले नचिन्नुहोस् कि। त हजुरको आइडेन्टिफिकेसन के हो, त्यो आइडेन्टिफिकेसन चाहिँ पक्कै पनि बनाउनुपर्छ। एकदमै हो, सही है। सो यो सँगसँगै एकचोटि हजुरको जति पनि फ्यान हुनुहुन्छ फ्यानको लागि एउटा मिठो गाना गाइदिनु नि त। मेरो फ्यानहरू, मेरो शुभचिन्तक ज्यूहरूलाई चाहिँ यहाँसम्म मलाई मेरो गीतहरू सुनिदिएर माया गरिदिनु भएको छ। अब नेक्स्ट धेरै आउनेवाला छ प्रोजेक्टहरू, धेरै फिल्मको। अहिले अझै स्टिल प्रोजेक्टमै बिजी छु। अनि चलचित्रको गीतहरू आउने क्रम छ। मेरो आफ्नै पनि गीतहरूमा म काम गरिरहेको छु होइन। सो यहाँले मन पराइसक्नु भएको एकदमै पपुलर सङ होइन, चलचित्र जात्रै जात्रा, कृष्ण भारद्वाज भाइको चाहिँ सङ्गीत अनि लेखु सह्यात्री भाइको शब्द र निशान भट्टराई भाइ र मैले गाएको यो गीत यहाँहरूको लागि थोरै गुनगुनाउँछु है। हजुर स्योर। गर्मीलाई फ्यान हजुर, जाडोलाई हिटर, तिम्रो मेरो ज्यानको दूरी किन 100 मिटर, एक जोडे दुई आखिर कुरोई, एक जोडे दुई आखिर कुरोई, लाइथ्यौ माया पिरीमा अरूलाई दिन्न जो बन तिमलाई फिरीमा, फिरीमा फिरीमा माया पिरीमा, फिरीमा फिरीमा माया पिरीमा।
Thank you. पनि कतिजनालाई माया दिनुभएको छ फ्रीमा? सबैलाई मेरो मायाको मूल्य चुकाउन सकिँदैन नि त होइन पनि फ्रीमा। ओके, यो सँगसँगै एउटा सानो ट्यारोट कार्ड रिडिङ पनि गरौँ है त हजुरको। म एकदम एक्साइटेड छु। ओके, हजुर आज के जान्न चाहनुहुन्छ? म चाहिँ यो कार्डबाट चाहिँ विशेषताहरू के हो त्यो पनि भन्नुहुन्छ है त? हजुर प्लिज एकैछिन खोकी लाग्यो। यो विशेषता चाहिँ के हुन्छ नि, यो तपाईँको बारेमा त बताउँछ तर तपाईँले अब जस्तै कोही व्यक्तिको मान्छे यसको मनमा मेरो लागि के छ भनेर हेर्न चाहनुहुन्छ नि, त्यो व्यक्तिको मनमा के छ भनेर पनि थाहा पाउँछ कि यो कार्डले चाहिँ। झगडा लगाउनु झगडा चाहिँ लगाउँदैन पक्कै पनि। जस्तै यो भनेको एउटा अब हरेक कुरामा एडभान्टेज पनि हुन्छ डिसएडभान्टेज पनि हुन्छ। जस्तै अहिलेका युवा युवती जस्तै कति भने रिलेसनका कुराहरू आए, तपाईँ कोही व्यक्ति मन परिरहेछ भने त एटलिस्ट तपाईँलाई थाहा त भयो त्यो व्यक्तिको इन्टेन्सन के रहेछ, सही इन्टेन्सन हो या उसको मनमा के छ होइन। रिलेसन लङ लास्टिङ जान्छ कि जाँदैन, मेन कुरा त त्यो होइन। मेन कुरा त विवाहसम्म पुग्छ कि नै, त्यो सबै कुरा चाहिँ हामीले कार्डबाट चाहिँ हेर्न सक्छौँ कि। हेर्दाखेरि चाहिँ यो तासको पत्ती जस्तो देखिने कार्ड, तर यसले काम चाहिँ ठुलो काम गर्छ है। केही त छ होइन, केही त छ। यसलाई एउटा युनिभर्सल फ्याक्ट, दिव्य शक्ति पनि मान्छौँ होइन। र साइन्टिफिकली हेर्दाखेरि यो चाहिँ एउटा अकल्ट साइन्स युनिभर्सल फ्याक्ट पनि छ यसमा। र हामी धर्मशास्त्र अनुसार हेर्दाखेरि यसमा चाहिँ एउटा केही दिव्य शक्ति छ भनेर चाहिँ बुझ्नु पर्यो। र यसको युनिभर्सिटीहरू पनि छ युरोपमा होइन। यो चाहिँ कुनै पनि अब नेपालमा त यो धामी झाँक्रीका परम्पराहरू धेरै छ, त्यसलाई पनि अहिले त हामीले स्यामानिजम भनेर क्लास लिन थालिसकेछौँ कि। यो तपाईँको अफ्रिकातिर जानुभयो भने धामी झाँक्रीलाई चाहिँ स्यामानिजम भनेर चाहिँ भनिएको छ कि। र यो चाहिँ यसको क्लासहरू पनि छ होइन। र यो कार्डबाट चाहिँ यो एउटा यस्तो टुल हो, टुल भनिन्छ क्या यसलाई, जसले चाहिँ जस्तै बाटो देखाउन सजिलो होस्। यसले तपाईँलाई कुनै एस्ट्रोलोजी रेमेडिज त दिने होइन पक्कै पनि, तर तपाईँ जस्तै केही अप्ठ्यारो सिचुएसनमा हुनुहुन्छ कि कन्फ्युजनमा हुनुहुन्छ भने पक्कै पनि के गर्दा ठिक होला त भनेर हजुर, जब कुन ठाउँ जाँदै हुनुहुन्छ नि त्यो बाटो जाने कि नजाने, त्यो बाटो चाहिँ यसले क्लियर गरिदिन्छ कि। ओके, सो पक्कै पनि सोध्न मन छ। हजुरलाई केही जान्न मन छ आफ्नो बारेमा? अब मेरो बारेमा मैले भविष्य मात्रै त हो नि थाहा नहुने भनेको, प्रेजेन्ट त मलाई प्राय थाहा नै छ होइन। प्रेजेन्ट र पास्ट त अफकोर्स सबैलाई थाहा छ, पास्ट छँदैछ। मेरो म्युजिकल करियर अब फर्दर अगाडि अब आउने समयमा चाहिँ कस्तो हुन्छ म्युजिकल करियर है त? मनिषा पोखरेलजीको अब आउँदो फ्युचरमा म्युजिकल करियर कस्तो हुन्छ? ल मनिषाजीलाई नै मैले एउटा कार्ड चुज गर्न लगाएँ। आफ्नो इन्ट्युसनलाई फलो गरेर पक्कै पनि मनमा हात यसरी राख्नुहोस् मनमा। अनि मेरो अब आउँदो म्युजिकल करियर कस्तो हुन्छ त 2025 के हेरौँ न। यो हजुर ओके। अर्को कार्ड रोज्नुहोस्। माथिकै कार्ड रोजिराख्नु भएको छ त, भित्र खल देखिँदैन नि त तपाईँ। ओके, तपाईँ जुन प्रोजेक्ट भन्नुभयो प्रोजेक्टहरू टन्ने होला हजुरको होइन पक्कै पनि, तर जुन अझै पनि जुन टावर जुन मुकाममा हजुर पुग्न चाहनुहुन्छ, जुन सोचिराख्नु भएको छ हुन त हजुरले हासिल गरिसक्नु भएको छ, त्यही पनि योभन्दा अझै बेस्ट दिन पाऊँ, अझै गर्न पाऊँ। म मुकामै भन्दिनँ, त्यो त मेरो बाटो हो होइन। हजुर मैले पुग्ने जहिले पनि मान्छे अगाडि बढ्न चाहन्छ नि त हजुर। र पक्कै पनि हजुरको चाहिँ अब है वैशाख जेठ असार साउन पछि चाहिँ तपाईँको अझै योभन्दा बढी राम्रो दिनहरू चाहिँ आउँदैछन् है त? श्रावण पछाडि। ओके हजुर, श्रावण पछाडि। तर हजुरको राम्रो चाहिँ राम्रो छ है म्युजिकल करियरमा। थ्याङ्क यू। ओके, नेक्स्ट क्वेसन। हजुर जे चाहनुहुन्छ नि म सोधौँ भनेर म त्यो सोध्दिनँ हजुरलाई कसरी थाहा भयो म के सोध्न चाहन्छु? मलाई थाहा छ नि, म पनि रिड गर्छु नि त। भनेको मतलब अब कसैको मनमा के छ भनेर भन्दै हुन्थ्यो नि। अब
त्यो के छको लागि पनि कोही न कोही त हुनुपर्छ नि त होइन भनेपछि हजुरको अहिलेसम्म कोही पनि छैन कोही आओस् भन्ने चाहनुहुन्छ कि चाहनुहुन्न होइन आइसकेपछि पुरा एकदम जिम्मेवारी लिनुपर्ने हुन्छ होइन हजुर त्यतिकै कसैको लाइफमा इन्ट्री गर्नु त्यति इजी कुरा पनि होइन नि त सो पक्कै पनि हजुरको अब सन्तान छोरा हुनुहुन्छ भनेपछि हजुरको लाइफमा आइसकेपछि त्यो छोरालाई पनि एक्सेप्ट गर्ने पर्यो सो हजुरलाई मात्र नगरेर छोरालाई पनि आफ्नै छोरा मान्नु पर्यो इमोसनल सपोर्ट चाहियो अनि केटी मान्छेलाई त विशेष भनेको प्याम्परिङ चाहिन्छ जहाँसम्म मलाई लाग्छ है प्याम्पर गर्ने चाहिँ हुनै पर्छ प्याम्परै गरेन भने त त्यो रोमान्टिक पार्टनरै भएन मजै आउँदैन नि होइन र सो ओके पक्कै पनि कोही न कोही आउला नि मनिषाजीकोलाई प्याम्पर गर्ने ल ओके म अब यतिकै सोधौँ न एउटा रमाइलोको लागि होइन हजुर कोही आउनुहुन्छ कि आउनुहुन्न मेरो लाइफमा भनेर चाहिँ हेरौँ न त ल म चाहिँ त्यो होइन एकदमै छैन यस्तो हो र होइन म त यस्तो भन्दिनँ कि किनभने हामी एकदमै खुला हुनुपर्छ क्या कुनै पनि कुरा सोध्न भन्नको लागि मलाई चाहिँ के लाग्छ भने तपाईँ जोसँग खुसी हुनुहुन्छ खुसी भएर बस्नुहोस् यदि हुनुहुन्न हजुरहरू कम्प्याटेबल जोडी नै होइन एकअर्काको विचारै मिल्दैन भने लेट्स मुभ अन किन त्यसमा अड्केर बस्ने होइन एउटा मान्छेलाई बस्नै छैन भने अर्कोले जबरजस्ती चाहिँ किन गर्ने त्यो त जबरजस्ती बसेको भयो होइन त्यही त इफ हजुरको पार्टनर हजुरसित खुसी नै हुनुहुन्न हजुरको पार्टनर हजुरबाट होइन कम्प्याटेबल फिलै गर्नुहुन्न नि आई थिङ्क बेटर अप्सन छ यु निड टु मुभ अन होइन र त्यही नै त हो लाइफ एउटै कुरामा किन अड्केर बस्ने एकदमै हो कसैलाई आफ्नो कारणले पनि अप्ठ्यारोमा नपारौँ र कोही अप्ठ्यारोमा परिरहेको छ आफू पनि अप्ठ्यारोमा परिरहेछ भने एटलिस्ट रिलेसनमा बसिसकेपछि खुसी चाहिँ हुनु पर्यो मटेरियलिस्टिक कुरा अलग छ पैसा चाहिन्छ त्यो एउटा आफूलाई खान बस्नको लागि एउटा कम्फर्ट जोन हो तर रिलेसनमा बसिसकेपछि के हुनु पर्यो भित्रै मनबाट एकअर्कासँग खुसी हुनु पर्यो र त्यो व्यक्तिलाई देख्ने बित्तिकै मनमा पिस चाहिँ हुनु पर्यो है त्यो व्यक्तिसँग जाउँ भेटौँ त्यो चाहिँ हुनु पर्यो ओके मनिषा पोखरेलजीको लाइफमा कोही मान्छेको नयाँ मान्छेको इन्ट्री हुन्छ कि हुँदैन हेरौँ हुँदैन आफै कोही कार्ड चुज गर्नुहोस् ल डेन्जर मान्छे ओके ल यो माथिको ओके हजुरलाई म सफल गरिदिन्छु फेरिबाट हजुरको लागि है ओके चुज गर्नुहोस् यो कार्ड उफ्रियो कि यो म त्यसलाई नै हेरिरहेको ओके किनभने मलाई केही कारणको लागि यस्तो हुन्छ जस्तो लाग्छ कि आउन सक्छ हाई चान्स है आउने तर तपाईँले पहिलाको कुराहरू जस्तै जुन कुराबाट हर्ट हुनुभएको छ हजुर होइन पहिलाका कुराहरू चाहिँ धेरै सोचेर आइसकेको व्यक्तिलाई पनि इग्नोर चाहिँ गर्नु भएन मतलब पास्ट कुरालाई सम्झिनु भएन किनकि जुन पास्ट कुरालाई सम्झेर फेरि त्यो टिगर हुन्छ क्या मान्छेलाई यस्तो चान्सै छैन मलाई जुन चिज मन पर्दैन र म जुन चिजबाट मुभ अन भइसकेको छु म त्यो चिज त सोच्दा पनि सोच्दिनँ कि किनभने हामी जहिले नै अगाडि हेर्नुपर्छ होइन तर एउटा यस्तो हुँदो रहेछ जीवनमा धोका पाइसकेपछि के हुन्छ भने कोही राम्रै व्यक्ति लाइफमा आइसकेपछि पनि हाम्रो सोच चाहिँ के हुँदो रहेछ नि त्यो सङ्खालु नजरले हेरिँदो रहेछ कि पक्कै पनि यो कुनै इन्टेन्सनले आयो कि यसले मलाई युज त गर्न खोजेको होइन नि टेबल टक गर्ने त बसेर हजुर त्यो चाहिँ आउँदो रहेछ कि त्यो सोच चाहिँ पक्कै पनि आउँछ कि ठिक छ कोही मान्छेको इन्टेन्सन बुझिहालिन्छ नि व्यवहार गर्दै गएपछि होइन बोल्दै गएपछि तर जबसम्म व्यवहार बुझिन्न तबसम्म चाहिँ डिप रिलेसनमा जानु चाहिँ राम्रो हो जस्तो मलाई लाग्दैन स्मार्ट हुनुपर्छ हजुर पक्कै पनि अहिलेको केटीहरू स्मार्ट छन् र मनिषाजी त झन् पक्कै पनि स्मार्ट हुनुहुन्छ र हजुरको चान्सेस छ है हजुरको लाइफमा त्यो व्यक्ति आउने चान्सेस छ विदिन 3 month या 9 month कस्तो टाइपले आउने भन्नाले आउनु त आउने कस्तो टाइपले आउने कस्तो टाइपले कुन स्थितिमा आउने मैले भन्न खोजेको
त्यो पनि बुझिहालौँ न त। जस्तै अब कस्तो अब बिहे गर्न आउने हो कि या अब साथी मात्र भएर आउने हो कि? ओके हेरौँ न त है, मनिषा जीको चाहिँ लाइफमा त्यो व्यक्ति बिहे नै गर्ने गरी आउँछ कि यत्तिकै साथी मात्र भन्छ? ल त्यो पनि ल यो चाहिँ बिहेको लागि निकालौँ, यो चाहिँ साथी बन्नको लागि निकाल। यो कार्ड ल बिहेको कार्ड निकाल्नु। बिहेसम्म नपुगौँ साथी बन्छ कि बन्दैन भनेर अनि डराउनु होइन, यदि लेखेकै छ, यदि हुनु नै छ भने त त्यो ल यो साथी मात्र। अब बिहेको लागि हेरौँ न। ओके हेरौँ हेरौँ हेरौँ। होइन बिहे भन्ने चाहिँ अब धेरै एकदमै जटिल कुरा हो नि त, एकदमै कम्प्लिकेटेड कुरा हो त्यो। बिहेको लागि हेर्दै अझै एउटा निकाल्छु कार्ड है, सफल गर्दैछु। ल हजुर निकाल्नुहोस् त। ल बिहे हुने चान्सेस त छ त अझै पनि हजुरको। स्टार हो कि हो खत्रै आयो। बिहे हुने चान्सेस छ है तपाईँको 3 वर्षभित्रमा। ल मलाई चाहिँ इन्भाइट गर्नु होला बिहे भयो। ओके होइन अब सबै लेखान त हो होइन। हजुर हजुरले हेर्नुभएको पनि त सबै छ भने त देखिने होला नि त होइन। हजुर सो ओके आफू मेन्टल्ली चाहिँ रेडी हुनु पर्यो कसैलाई एक्सेप्ट गर्नको लागि, र जो मान्छे आउनुहुन्छ उहाँ पनि मलाई बुझ्नु पर्यो, मलाई एक्सेप्ट गर्न सक्नु पर्यो। त्यो कुरो मिलेपछि मात्रै हुन्छ होइन त। खोजिदिनु पर्यो मनिषाजीको लागि एउटा। खोजेर त हुँदै हुँदैन, खोजेर हुँदै हुँदैन कहिले पनि। त्यो लेखिएको छ भने आफै आउँछ कि त्यो मतलब। तर आउँछ, मैले हेरे अनुसार चाहिँ आउँछ। र हजुरले मलाई सम्झिनु पनि हुन्छ, हेर्दै जानुहोस् है। पक्कै पनि हेर्दै जानु होला, उहाँले सम्झिनुहुन्छ है मलाई। सम्झिन्छु, यही इन्टरभ्यू सम्झिन्छु म। मनिषाजीको लाइफमा कोही केटा आएन भने म मेरो नाम चेन्ज गरिदिन्छु र मनिषाजीले पहिलो कल मलाई नै गर्नुहुन्छ है। अब चाहिँ यो चाहिँ म लेखेर दिन्छु। यही इन्टरभ्यू म पब्लिकलाई भनिरहेको छु यो कुरा। ओके एकदमै रमाइलो लाग्यो मलाई त। हुन्छ नि अब नथापाको कुराहरू पनि थाहा भइरहेछ होइन। लास्टमा अन्त्यमा चाहिँ होइन हजुरले चाहिँ पब्लिक आफूलाई मनपर्ने हजुरको फ्यानहरूलाई चाहिँ हजुरको तर्फबाट के सन्देश दिन चाहनुहुन्छ? आज यो पोडकास्टमा आउनुभयो होइन, हामीले धेरै रमाइलो गफहरू गऱ्यौँ, स्पिरिचुअल कुरा गऱ्यौँ, फ्यामिलीका विषयहरू वस्तुलाई कुरा गऱ्यौँ होइन। पक्कै पनि हामीले फिमेललाई बढी प्रायोरिटीमा राखेर कुरा गऱ्यौँ। यसको मतलब चाहिँ हामीले मेललाई चाहिँ पक्कै पनि डाउन गर्न खोजेको होइन, भएका घटनाहरूलाई चाहिँ हामीले त्यसलाई कुरा मात्र गरेको अझै पनि यस्तो हुँदो रहेछ है भनेर। त्यो त एउटा म्यासेज हो नि त, एउटा म्यासेज हो होइन। र कति मेल पनि दुखी हुनुहुन्छ, पीडित हुनुहुन्छ होइन, उहाँहरूलाई पनि अब राम्रो होस्, हेल्प होस् होइन। र अहिले चाहिँ केटा मान्छेहरूलाई चाहिँ केटी मान्छे चाहिँ अलिकति धोकेबाज भन्ने खालको कुराहरू पनि मसित कति धेरै क्लाइन्ट हुनुहुन्छ कि होइन, क्लाइन्टहरू मेल क्लाइन्ट पनि हुनुहुन्छ र केटा पनि पीडित हुनुहुन्छ कि केटीले धोका दिएर गएको होइन। इभन यस्तो समेत एउटा रिडिङ आएको छ कि एउटा केटी मान्छे आफ्नो श्रीमानलाई छोडेर आफ्नै है काकासँग पनि अफेयरमा बसेको रिडिङ आयो कि मसँग। म चाहिँ नाम चाहिँ खुलाउन चाहदिनँ, तर यो त एकदमै अचम्म लाग्दो कुरा होइन र? अचम्मै हो नि। अब यस्तो आफ्नै काकासँग कसरी रिलेसनमा हुन्छ भनेको, यसैलाई नै कलियुग भनिएको हो त। मेबी हुनसक्छ। र अघि कुरा उठाउनु भयो नि, म त्यो कुरामा के भन्न चाहन्छु, जस्तै मेलहरू पनि छोरा मान्छे पनि धेरै पीडित हुनुहुन्छ भन्ने कुरामा चाहिँ म एकदमै यो कुरामा एकदमै सहमत छु। किनभने हेर्नुहोस् अब यो कस्तो हुन्छ नि, हामी आमालाई भेट्नको लागि छोरीहरू आइरहनुहुन्छ होइन। कसलाई भेट्न? मेरो आमालाई नि हामीले यति धेरै आमा भनेर यति धेरै आमासँग मात्र लिप्त हुन्छौँ। आमाकै बुवाको काखमा गएर सुत्ने अलिक कम लाग्छ क्या मलाई नि। आमा होइन, मेरो आमा, मेरी आमाले मलाई यो संसारमा ल्याउनु भयो। आमा धरती हो भने बुवा आकाश हो नि त। तर धेरै बुवाले यति सेक्रिफाइस गरेको हुन्छ होइन। आमालाई त माया नगरे पनि आमासँग हामी कनेक्टेड छौँ कि, तर हामी वास्ता कहाँनिर कम गरिरहेको हुन्छौँ बुवालाई।
छोरा मान्छेलाई कहाँ गएर रुने होइन, कहाँ गएर रुने, श्रीमतीको अगाडि रुने या आफ्नो ससुरालीमा गएर रुने या आफ्नो चाहिँ साथीभाइसँग रुने कि आफ्नो पीडा कहाँ भन्ने त? कहीँ ठाउँ छैन। बुवाहरूको लागि कहीँ पनि ठाउँ छैन, छोरा मान्छेको लागि कहीँ पनि ठाउँ छैन। आमाले दिदीबहिनीसँग पनि रुन मिल्छ, साथी बेस्ट फ्रेन्डसँग रुन मिल्छ होइन, छोरीसँग रुन मिल्छ होइन, माइतीमा गएर रुन मिल्छ, छिमेकीकोमा गएर रुन मिल्छ, पीडा पोख्न मिल्छ। बुवाले पोख्नुहुन्न नि त। भनेपछि पीडित दुइटै पक्ष पीडित छ क्या पीडितको हिसाबले होइन। तर हाम्रो ध्यान चाहिँ आमामा मात्रै जान्छ, बुवामा अलिक कम जान्छ। हो पक्कै त्यो पनि। बुवालाई पनि धेरै सम्मान गर्नुपर्छ। बुवाले गरेको धेरै बुवाहरू पनि हुनुहुन्छ आमा बनेर हेरिराख्नु भएको छ, धेरै कतिका बुवाहरू आमा हुनुहुन्छ छैनन् होइन। हामी खालि छोरी मान्छेको मात्रै राइट्सको कुराहरू गर्छौँ नि। गर्नुपर्छ, जहाँ पीडा छ, जहाँ नराम्रो भइरहेछ त्यहाँ त पक्कै पनि गर्नुपर्छ। त्यहाँ त के अरे लिङ्गको कुरै आउँदैन नि, स्त्रीलिङ्ग पुलिङ्ग भन्ने आउँदैन होइन। तर अन्याय जसलाई परेको छ हामीले चाहिँ त्यहाँ पनि ध्यान पुर्याउनुपर्छ होइन। कानुन चाहिँ अब दुइटैलाई बराबरै गर्नुपर्छ। किनभने यहाँ त कस्तो भइरहेछ भने श्रीमतीले डिभोर्स गरेर श्रीमानको सबै, श्रीमान पनि त पीडित छन् नि त होइन। धेरैवटा कन्टेस्टमा श्रीमान बिहे पनि गर, सम्पत्ति पनि दियो होइन। अब धेरै कुराहरू छन्। अब यो चाहिँ कसैसँग मेल खायो भने संयोग मात्र हुनेछ, तर यो चाहिँ भन्दा भन्दै यो हाम्रो वास्तविक धेरै ठाउँमा त्यस्तो भएको छ होइन। धेरै वर्ष बिताइसकेको छ, आफ्नो सर्वस्व उ गरेको छ भने त्यहाँनिर अभियसली छोरी मान्छेले पनि गर्नुपर्छ, पाउनुपर्छ होइन। तर के पनि गरेको छैन भने चाहिँ त्यसमा चाहिँ छोरा मान्छे पनि पीडित हुनसक्छ। अनि अर्को कुरा, अब मेरो हामी अन्तिममा आएको छौँ जस्तो लाग्यो। अन्तिममा के? अन्तिममा चाहिँ त्यही नै हो। बोल्दै जाँदा धर्मका कुराहरू निस्के, बोल्दै जाँदा धेरै कुराहरू निस्के होइन। कति कुराहरू हामीले बोल्दै जाँदा भावनामा बगेर मैले केही मिस्टेक भएको छ भने चाहिँ प्लिज माफ गरिदिनु होला, यहाँले मिलाएर बुझ्नु होला। र जहाँसम्म मलाई लाग्छ सबैको हितकै लागि कुरा गरियो होला जस्तो लाग्छ होइन। पक्कै पनि। र आगामी दिनमा चाहिँ मेरो गीतहरू आइरहेको छन्, यहाँले सर्च गरेर सुनिदिनु होला। नेपाली गीत सङ्गीतलाई माया गरिदिनु होला। यसै गरी मनिषा पोखरेललाई अझै एउटा सिँढी थप्नको लागि सधैँभरि साथ दिनु होला। ट्यारोट कार्ड रिडिङ कस्तो लाग्यो त्यो पनि एकदमै मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ छुट्याउनु नहुने कुरा चाहिँ सबैभन्दा हामी रमाएको पनि सायद यही सब्जेक्टमा हो। ट्यारोट कार्ड रिडिङ चाहिँ अहिलेको एकदमै पपुलर बन्दैछ। पपुलर यो आधारमा कि हामीले नथाहा पाएको कुराहरू पनि थाहा हुन्छ। एउटा ज्योतिष शास्त्र सम्बन्धी नै हुन्छ नि होइन, अकल्ट साइन्स नै भनिन्छ उसलाई पनि होइन। अनि कतिजनालाई अब कति हजुरहरूलाई चाहिँ एकदम यो पोडकास्टमा आउनु मन छ भने प्लिज होइन सम्पर्क गर्नु होला। एकदमै रमाइलो इन्टरभ्यू भयो, उहाँले सम्पर्क गर्नुहुन्छ। सो आफ्नो बारेमा जान्नुहोस् होइन, थाहा नभएको कुराहरू पनि थाहा पाउन सकिन्छ। त्यही नै हो, रमाइलो लाग्यो। थ्याङ्क यू सो मच। यहाँले चाहिँ मलाई यसरी इन्भाइट गर्नुभयो। मेरो केही भित्री कुराहरू, कति कुराहरू मेरो थाहा नभएको कुराहरू पनि थाहा भयो दर्शक श्रोताहरूलाई। त्यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।